समाइहाल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथे मलाई नै ठेलेर लुट तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के थाहा त भाइ होसै भएन आन्दोलनमा अब के गर्नुहुन्छ त अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो बाबु 2.5 तोला त 2.5 तोला अब मैले कहाँ ल्याउने मेरो सिक्री नै लुट्यो बाबु अब 2.5 तोला घर कसरी जानु अब म घर कसरी जानु मलाई अब के चोरी नेतै गरे मलाई ल थिचेर तानेर लग्यो मलाई घाँटी रातो भएर छ दाइ सिक्री लुट्यो सिग्री चोरी भयो दाइ आन्दोलनको क्रममा केही युवाहरूले एकजना दाइको सिग्री चोरी गर्नुभएको छ सबिन